अब त्यहाँको ओडाले उत्साहित भएर एउटा गेट बनाएछ। अब 8-10 मान्छे आएका छन् जेएनजीका नाममा। मलाई त्यो कोही जेएनजी हो भने मलाई लाग्दैन, त्यो जेएनजी होइन। त्यो जेएनजीका नाउँमा एमालेबाट आफू कमजोर भयौँ भन्ने ठानेका अब को हुन् के पहिचान नभइकन यही हुन् भने त म भन्न सक्दिनँ होइन। अब मधेसको एमालेको मुख्यमन्त्री बनाएको छ, त्यहाँ धेरैले मन परेको छैन, राष्ट्रिय झन्डा पाल्नेदेखि तोडफोड गरेकै छन्। अब पत्रकार साथीहरूले नि यसको खोजबिन गर्नुहोस् होइन। सिमरामा 5 दलीय गठबन्धन बनेर माओवादीले जित्या छ, अब अरूचोटि जित्दैन, हालत पातलो छ। त्यहाँ एमाले नै हो, विगत बेला जित्या, भोलि जित्यो भने एमाले नै हो। अब राप्रपा पनि त्यहाँ अलिअलि प्रभाव भएकै ठाउँ रहेछ। अब फेरि राजा ल्याउन सकिन्छ भने एक थरी लागेका छन्। यी धेरै त्यहाँ शक्तिहरू एकदम धेरै शक्ति मिलेर 25-30 जम्मा भएर छ, धेरै मिलेर 25-30 जम्मा भएछन्। गेट भत्काएका छन्, हाम्रो फोटोमा लात्तीले हानेछन्, के गर्छन्। त्यहाँका स्थानीय युवाहरूले अब यो लोकतान्त्रिक पद्धतिमा यति त नगर्नु न। कार्यक्रममा आउन दिने कुरा त तपाईँहरूले रोक्नु भएन, ठिक छ, उहाँको कार्यक्रमप्रति तपाईँको आपत्ति छ, हाम्रा भनाइहरू हाम्रा दृष्टिकोणप्रति तपाईँहरूको फरक मत छ भने त उहाँहरूले अर्को कार्यक्रम गरेको।